साथीहरु यहाँ चाहिँ मासु छिनाएर थालमा राखेको छु। यहाँ टमाटर प्याज अनि यहाँ चाहिँ यो खडा मसला अनि मिट मसला छ। आज चाहिँ मासु खाने हो, मासु बनाउने हो साथीहरु। उता त्यहाँ भात पाक्दैछ कुकरमा। अब एकछिनपछि मासु भराइ हुन्छ है साथीहरु। अनि मसला हामी त सिलौटामा पिस्छौं साथीहरु, हेर्नु होला। अब मासु हाल्दैछु है। थालामै बनाएको साथीहरु, मासु हेर्नु एकदम राम्रो बन्दैछ है साथीहरु, हेर्नु होला। एक मिनेट हो ल। मासु एकदम राम्रो बन्दैछ, हेर्नु होला। सिट्टी लाग्दैछ कुकरमा है। हामीले अब सिट्टी लगाइदिए। अब हेर्नु होला, यहाँ चुलो निरो छ, सिट्टी लगाउँदैछौँ है। पाक्दैछु साथीहरु, पाक्दैछु। धनियाँ नान झोल झोल ना ना कहीं कटर में तल्ला झोला झोला बस बस भयो। अब त धेरै खाइदैन साथीहरु। यो बढी मिठो भएको छ, यो के गर्ने। अब यो धेरै मिठो भयो अनि आउने अब नाच्नुपर्छ है, नाच्नुपर्छ। अब के गर्ने। अब हाम्रो गाउँघरको पुताएर भन्छन्, आइमाई भन्छ, यिनीहरू हाँस्छन्, म चाहिँ हाँस्दैन। खाने भए त हामी त त्यस्तै लाउने हो, पानी बन्न हान्ने, निट हान्ने हो, निट भन्छन् त्यसलाई। यो के गर्ने। अब हेर्नु त, यस्तो खाएपछि मान्छे बाँच्ने हो मर्ने हो केही थाहा छैन। अब खानु पर्यो। अब टेन्सन भएको छ यार मलाई आज। भात खाने उपाय भने यही हो एउटा। अहिले बोर्डरमा साथ सपोर्ट दिने एक दुईजना छन्। अब के गर्ने। अब एउटाले ल्याइदिएर आयो, यहाँ भाउजू महाराज चाहिँ खानुपर्छ भन्छन्। अब खानु कि फाल्नु हो, तपाईँहरू बताउनु।